हाई एभ्रिवान आज चाहिँ म यत्तिकै ऱ्यान्डम भिडियो बनाउँदैछु। म खासमा चाहिँ घरमा बस्दा बस्दा दिक्क लागेर चाहिँ चटपटे खाना मन लागेर निस्केको। अनि चटपटे पनि कहाँ खान जाँदैछु तपाईँहरू सुनेर छक्क पर्नुहुन्छ। म चाहिँ नक्कीफोर्ट पुगेको यहाँ आफ्नो घरदेखि नै। अनि म चाहिँ आन्टीलाई जाम 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 कि जाम भनेर निस्केर हिँडेको। अनि यो चाहिँ तोरीबारी हो। तोरीबारीमा यसो भिडियोहरू बनाउनु परिहाल्यो। यस्तो दामी थियो भिडियोहरू होइन, यस्तो हेर्नु न यस्तो दामी थियो कि मलाई कति बेरसम्म बस्न मन लाग्थ्यो। तर हामी अलि हतार हतार पनि थियौँ नि त, त्यही भएर चाहिँ अनि म चाहिँ हिँडिदिएको। बाटो चाहिँ लामै छ कि हामी बिचसम्म चाहिँ हिँडेर गयौँ। अनि त्यसपछि चाहिँ नि हामी गाडी चढेर गएको थियौँ कि। अनि यो चाहिँ पुल हो, यो चाहिँ बालकुमारी पुल भन्छ होइन यसलाई चाहिँ। अनि यसमा चाहिँ यो पुल क्रस गरेर गएपछि चाहिँ म तपाईँलाई देखाउँछु त्यहाँको ठुलो चौरहरू पनि छ। अनि म चाहिँ पुल हो, यो पुलमा चाहिँ मैले हल्का भिडियो बनाउनु परिहाल्यो होइन। अनि यो चाहिँ थाहा छैन है मलाई यो चाहिँ के भन्छ यसलाई, तपाईँहरू नै भन्नु। पुल कति लामो छ हेर्दाखेरि, नजिक देखे पनि लामो छ। हो यो चाहिँ बालकुमारी चौर भन्छ होइन यसलाई। मैले पहिला एउटा भ्लगमा पनि बनाएको थिएँ। कुकुर आयो, अब कुकुरलाई बाई बाई गर्दै हिँडिदिएको म। धेरै जिस्किनु हुँदैन नि त। अनि यहाँ चाहिँ एउटा सानो नानी बसिरहेको रहेछ कि, यस्तो क्युट। अनि जिस्काइदिएको त भाग्यो। बिचबिचमा यस्तो गर्दै हिँडेँ म चाहिँ। अनि बाटो चाहिँ कति लामो, जति हिँडे पनि नआउने क्या बाटो चाहिँ होइन। म चाहिँ कतिखेर आउँछ भन्दै हिँडेको छु। अनि यत्तिकै रमाइलो गरेर हिँडेँ। अनि म चाहिँ फाइनल्ली पुग्न लागेको थिएँ। पुगेर पनि मैले चटपटे लिएँ, यस्तो यम्मी देखेछ नि। पानीपुरी ला घोप्ट्यो। अनि त्यसै यो पानीपुरी पनि खाइदिएँ। त्यसपछि म चाहिँ बाटो बिर्सेर के अर्को बाटो हिँड्दैछौँ क्या हामी त। अनि त्यसपछि त्यहाँबाट हामी फेरि फर्केर आएर न यस्तो झोला बोकेर सामानहरू हल्का किनेको थिएँ।